Hi guys and welcome back to my channel. Oh my god, I'm vlogging after so long. I कस्तो weird feel भइरहेछ के. Hi guys, welcome back to my channel. भन्दाखेरि चाहिँ किनभने चाहिँ धेरै महिना भइसक्यो मैले भ्लगिङ नगरेको अनि त्यो भ्लगिङ गर्नेहरु फेरि whatever लाइक त्यतिकै खाएको उठेको बसेको त भ्लग गर्नु भएन नि त. So there has to be something interesting, केही इन्ट्रेस्टिङ हुनु पर्यो देखाउनको लागि नत्र त के अनि you know it's like I'm wasting your time, so which I don't want to do. I don't want to waste anybody's time. And त्यही भएर चाहिँ मैले चाहिँ आज something interesting भएर मात्रै मैले भ्लग गर्न खोजेको. So right now I'm in चिम्साचुरीमा छु, हङकङको चिम्साचुरीमा एन्ड अहिले चाहिँ दिउँसोको 2 बजिरहेको छ अनि भरे बेलुका चाहिँ एउटा स्पेसल इभेन्टमा चाहिँ जाँदैछु म र मेरो साथीहरू. सो एकछिनमा भन्छ है हामी चाहिँ कहाँ जान लागेको के गर्दैछौँ भनेर. प्लिज स्टे ट्युन अनि भिडियो चाहिँ लास्टसम्म नै हेर्नु होला एन्ड आई होप यु इन्जोय टुडेज भ्लग. ओके फेरि एकछिनपछि फेरि देखाउँछु तपाईँहरूलाई. बाई. अनि चाहिँ फर्स्ट आफ्टरनुनमा चाहिँ म चाहिँ अब पहिला सुरु चाहिँ फेसियल गर्छु किनभने चाहिँ स्किन अलिकति यस्तो लुज भइरहेछ क्या, डल टाइपको भइरहेछ नि त. अल्सो फर दिस इभेन्ट आई वान्ट लुक नाइस. त्यही भएर चाहिँ पहिला सुरु चाहिँ स्किन केयर गरेर अनि फेसियल गरेर अनि त्यसपछि चाहिँ हल्का रेडी भएर बल्ल जाने हो इभेन्टमा चाहिँ. अनि आउट मर्निङ घाउ आइरहेछ. आई डोन्ट नो व्हाट्स ह्यापनिङ विथ me and my skin, but no worries, makeup le लाग्छ अब चाहिँ हामी फेसियल गर्ने हो. We will do the in-home is about this one for the cleansing. Cleansing, yeah. And also we will have the cloud for the moisturizing. Moisturizing, Yeah. And then later we will have the mask. yeah. Yeah. अनि भर्खरै फेसियल सकियो. कस्तो भएछ स्किन, खै लाइट कता छ राम्रो लाइट के हो जहाँ पनि त्यस्तो देख्छ त. एनिवेज आज मैले गरेको चाहिँ त्यो भाइटामिन सी वाला मोइस्चराइजवाला हो. अलिकति ब्राइटनिङ र अलिकति मोइस्चराइज टाइपको हुनुपर्ने हो स्किन. अब यो माथि अलिक एकछिनमा मेकअप लाउँछु. अब हेरौँ कस्तो देख्छ है मेकअप चाहिँ लगाएपछि चाहिँ. अनि यो फेसियल गर्ने ठाउँमा चाहिँ कफी नि पाउँछ. सो आई विल ह्याभ कफी नाउ. हाई के खाँदै हो? कफी हो एक्साइटेड हो? After facial. ओह नाइस, स्किन लुकिङ नाइस. अब म चाहिँ यहाँ एउटा कफी बनाउँछु. कुन चाहिँ खाने होला? सो दे हेभ डिफ्रेन्ट फ्लेभर. यो चाहिँ भ्यानिला, यो चाहिँ क्यारामेलो. कुन चाहिँ खाँदैछ तैँले? यो चाहिँ इन्टेन्सो, आई थिङ्क यो चाहिँ ब्ल्याक. ल क्यारामेलो चाहिँ ट्राई गर्छु नि त है. इन्सर्ट अ क्याप्सुल हियर एन्ड देन प्रेस. एक्सप्रेसोमा मात्रै हो. एस्प्रेसो त्यो अरूमा त पानी निक्लिन्छ होइन, मिल्कवाला हुन्छ नि एउटा. छैन र कि यसलाई ए आज ब्ल्याक कफी हो. बिग्रियो कि हाम्रो अर्को दुईवटामा थालेन. अर्को आएर यो अरू एक्सप्रेसन गऱ्यो भने ठिकै छ. कफी भयो होइन, कफी चाहिँ हुनु कफी हुनु पर्यो. देन आई विल निड सम सुगर. सुगर चाहिँ चाहिन्छ कि अलिअलि. कफी तितो कफी त म खानै सक्दिनँ. ल है त डबल एस्प्रेसो खानुपर्छ अब चाहिँ. हाई गाइज, हामी चाहिँ अब ट्याक्सीमा कहाँ जाँदैयो? ऊ चाहिँ मिस एनपी. से हेलो मिस एनपी. ऊ चाहिँ मिस आरजी. हेलो हाई. ऊ चाहिँ हाम्रो बाजे थाहा भएन है, बाजेको नाम के हो. अनि हामी चाहिँ जान लागेको भनिहाल्ने हो. म त एकछिन सरप्राइज राख्नु पर्यो भनेको. ओके 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 सबैजनाले मिलेर भनौँ त 1 2 3. कहाँ जाने हामी? द एज ब्यान्डको 25th एनिभर्सरी मनाउन हङकङमा आउँदैछ. अनि हामी सबैजना चाहिँ त्यही जान लागेको. हिप हिप हुर्रे. अझ पूर्ण राई. ओ यहाँ पूर्ण राई र दाजुभाइ पनि रे.
अब हामी दिदीबहिनीहरू पनि दाजुभाइहरूलाई भेट्न जाने हो सो एक्साइटेड अनि आजको मेरो आउटफिट चाहिँ अलिकति प्रेसिडेन्टको लागि भोट माग्न जानु लागेको जस्तो छ वाइट यस्तो टाइपको कोट टोट टाइपको अनि यहाँ चाहिँ ब्ल्याक ब्युटी भएर निस्केको छ हाम्रो एनपी सिस्टर के हो बोल्दैन बोल्ने त्यस्तो मात्रै गर्ने भाइ ओके फेरि हामी त्यहाँ स्टेडियममा पुगेपछि फेरि देखाएको चाहिँ अहिले चाहिँ हामी ट्याक्सीमा चढेर जाँदैछौँ हामी चाहिँ ट्याक्सीबाट झऱ्यो होइन अनि अब चाहिँ हल्का पहिला पेट पूजा गरौँ है नत्र फेरि अहिले कसो सकिँदाखेरि कति 12 त बज्छ होला है के हो यो कस्तो क्युट रहेछ त वाट इज दिस प्लेस इज इट अ क्याफे खाने हो खानेकुराहरू पनि रहेछ हेर त यहाँ हेर्नुपर्छ पहिला यहाँ हेर्छ है त ल यो ठाउँलाई चाहिँ नो अब हामी अर्को ठाउँतिर जानु पर्यो ओके एउटा एपटाइजर खाएर अनि यो स्टेडियम चाहिँ ठ्याक्कै यसको पछाडि छ अनि यसको वरिपरि चाहिँ हामी हिँडिराखेको हो अहिले चाहिँ पेट पूजा गर्नु भनेर हामी चाहिँ फर्केर अघिकै क्याफेमा आइपुग्यो किनभने फेरि हामी उतातिर गयो होइन भेटेन चाइनिज हटपटहरू मात्रै भेट्यो अनि हामी घुम्दै फेरि क्याफेमा आइपुग्यो पिङ्कवाला चेयरमा बस्नु भएको टेबलमा बस्नु त्यो रेजुलेसन छ भनेर हामीलाई बस्नै दिएन अब यहीँ बस्नु पऱ्यो नि हाम्रो खानेकुरा नि आयो अनि उहाँले चाहिँ हामीलाई सर्भ गर्न लाग्नु भएको छ यहाँ भोक लागेको बेलामा यति ठुलो खायो भने त म त हराइहाल्छु नि एकैछिनमा अहिले त्यो पिज्जा नि आयो यो चाहिँ हवाइन पिज्जा विदाउट हवाइन पिज्जाको सबैभन्दा उसै मेन इन्ग्रिडियन्ट चाहिँ के पाइनएप्पल हो तर हामीलाई पाइनएप्पलै मन पर्दैन पाइनएप्पल यतिकै त मनपर्छ तर पिज्जा मन पर्दैन आउट गर्दै हो पाइनएप्पल मिठो हुन्छ नि त्यसमा के उसहरू हालेर खाने कि अलिअलि त्यो नुनहरू चाट मसलाहरू हालेर खाने अन्त मिठो हुन्छ मलाई मनपर्छ स्टेक त खाएर हामी यस्तो धुलै पारिदिइसक्यो ए हामी चाहिँ भित्र एन्ट्री भइसक्यो हाम्रो के हो खै कति बोलेको देखाउन यता जाऊँ न यहाँ पोस्टर हेर्नु न यहाँ है यहाँ मान्छेहरू त डन्नै छ त के हो त्यो बार हो बार नानीहरू ल्याउ तिमीले एकछिनमा के हो यो टिकटसँग आउने कुरा हो कि हामीले लिनुपर्ने कुरा ल एकदम नानी अन्त अर्गनाइजरहरूको थ्याङ्क यू भनेको होला नि त थ्याङ्क यू फर कमिङ होला नि त नाना तर ठिकै भनेन चाहिँ ड्रेस कोड त ब्ल्याकै रहेछ अन्त सबैले ब्ल्याक ल्याएर आएर हाम्रो भाइहरू पनि भेट्यो अगाडि हिजो भेटेको ह्याप्पी एज ब्यान्ड भाइ के छ हामी चाहिँ स्टेडियमभित्र छिरिसक्यो ठन्डै मान्छेहरू तर अझै पनि कन्सर्ट चाहिँ सुरु भएको छैन टाइम अनि अहिले चाहिँ एट द मेन टाइममा चाहिँ यहाँको होस्टहरूले चाहिँ त्यो गेस्टहरूलाई चाहिँ बोलाएर अनि त्यहाँ स्टेजमा लाँदैन के सिङ्गिङहरू के गर्नु मन छ त्यो चाहिँ गर्दैछ हामीलाई नि बोलाउँछ नि Thank you for waiting. Now finally, ladies and gentlemen, put your hands together for Guru
यता छरेर बस्छ नि त मान्छेहरू सो रमाइलो पनि गरिरहेको छ आफ्नो भ्लगिङ पनि यताबाट नि भ्लगिङ भइरहेछ होइन सबै ट्याग गर भनेको होला नि पुनः राईलाई ट्याग गर भनेको होला नि No. 8, 7, 6, 5, 4, 3, बाटो हिँडी देउला तिम्रो साटो बाटो वा तपाईँ हिँडिरहनलाई थाकिसके अब देउला पालो मनको कुरा सबै मनमै राखी गाउँदैछ गीत सबै यो तिम्रै लागि मेरो माया सबै छर्लङ्दै थियो तिम्रो माया सबै नमिलो नै हो So हामी चाहिँ अहिले टुर गरिरहेछौँ हामी अस्ति भर्खर कोरियामा पर्फर्म गऱ्यौँ अनि हिजो आएको थियौँ हामी अनि हिजो रेस्ट गरेर प्रपर रेस्ट लिएर आज तपाईँहरूको समक्ष आएको छौँ हङकङमा पर्फर्म गर्न सो थ्याङ्क यू सो मच एभ्रीबडी सो आजको लागि हामीसँग 1 घन्टा छ तपाईँहरूसँग सँगै पर्फर्म गर्नको लागि अनि हामी चाहिँ हाम्रो गीत सङ्गीत लिरिक्सहरूबाट चाहिँ अलिकति पोजिटिभ एनर्जिजहरू पासन गर्न खोज्छौँ हामी नेगेटिभ एनर्जिजहरू चाहिँ राख्दैनौँ लिँदैनौँ भने अनि हामीसँग एउटा गीत छ गीतले चाहिँ के भन्छ भने नि हेर बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ के लानु छ र साथ तेरो नेगेटिभ भाइब्सहरू दिमागमा नराख खाने मुखल्यो भने पाल्ने तेरै इच्छा सो तपाईँहरूले चाहिँ के गर्नु पऱ्यो भने नि यो लाइन चाहिँ रिपिट गर्नुपर्ने हुन्छ है खाने मुखले गीतको सानो स्टोरी हुन्छ यो गीत चाहिँ मैले यत्तिकै कोठामा यत्तिकै बजाउँदै बसिरहेको थिएँ अनि यो गीत अब यस्तो चल्छ मान्छेहरूले सोच्छन् होला थाहा थिएन मलाई चाहिँ के लाग्छ भने आफ्नो आर्ट आफ्नो कामप्रति चाहिँ एकदम इमान्दार हुनुपर्ने रहेछ सो सक्सेस भन्ने कुरा चाहिँ ढिलो चाँडो भइ नै हाल्ने रहेछ तर आफ्नो कामप्रति चाहिँ एकदम हार्डवर्क चाहिँ गर्नुपर्ने रहेछ मेहनत नगरी चाहिँ केही हुँदैन रहेछ अनि एकदम आफ्नो आर्टप्रति इमान्दार पनि हुनुपर्ने रहेछ कतिजना तपाईँहरू काम गर्नुहुन्छ होला कतिजना पढ्नुहुन्छ होला यस सो यो गीत चाहिँ मनाको कुरा हो सो यो गीत चाहिँ डेडिकेटेड टु इच एन्ड एभ्री वान अफ यु थ्याङ्क यू सो मच तपाईँहरू आइदिनु भयो अनि आज विशेष मेन इभेन्ट चाहिँ हाम्रो
एज ब्याङ्कको 25th इयर कम्प्लिसन हुँदैछ अनि दाइहरूको लागि हामी यसो ओपनिङ गरिरहेको छौँ थ्याङ्क यू सो मच इज अन एभ्री वान अफ यू थ्याङ्क यू हाम्रो अर्गनाइजर्स टिमहरूलाई मनाएको कुरा फर इच एन्ड एभ्री वान अफ यू थ्याङ्क यू सो मच धन्यवाद आजको लागि अन्तिम गीत स्पर्शन गीत इच एन्ड एभ्री वान अफ यू धेरै धेरै धन्यवाद चाँडै भेट होला थ्याङ्क यू
यहाँ आउनुहुने सम्पूर्ण हाम्रो प्यारो भाइ बहिनीहरूलाई एकचोटि फेरि नमस्ते। हामी यस ब्यान्ड अगाडि सम्पर्क आएका हजुर आजको यो साज तपाईँहरूको लागि हो। तपाईँले आइदिनु भएको छ, तपाईँको अमूल्य समय हाम्रो लागि भनेर समय मिलाएर आइदिनु भएको छ। त्यसको लागि चाहिँ हामी त यस ब्यान्डको तर्फबाट धेरै धेरै धन्यवाद र एक जोरदार ताली तपाईँहरूलाई। Thank you so much. एकदम खुसी लागेको छ आज आफ्नो ब्यान्ड समूहको 25औं वर्षलाई यहाँ हङकङमा प्रथमचोटि हाम्रो इन्टरनेसनल चाहिँ सुरुवात भइरहेको छ। तपाईँको आगमनबाट सुरु भइरहेको छ। त्यसको लागि धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच।
Come on, thank you. Thank you. जो जो हुनुहुन्छ यसो अनि गाइजहरू हामीले चाहिँ धेरै रमाइलो गऱ्यो आज चाहिँ एज ब्यान्डको कस्तो रमाइलो राई एन्ड दाजुभाइहरूकोमा चाहिँ हामी धेरै रमाइलो गऱ्यो अनि अब चाहिँ हामीले चाहिँ अब हामी घर जानु है घर जाँदा निद्रा लाग्यो अब खाने होइन आज खाने होइन है रमाइलो ल ल ल सी नेक्स्ट टाइम तपाईँहरूलाई मेरो भ्लग मन पऱ्यो भने चाहिँ सब्सक्राइब गर्नु होला लाइक पनि गर्नु होला ओके बाई बाई until next time बाई भन्नु wait बाई भन्नु बाई भन्नु Don't forget to like, comment and subscribe. Yes, we need that. Bye.